बाट भन्ने माग हामीले दैनिक उठाइरहेका छौँ, तर त्यसको सुनवाई भइरहेको छैन। यसले सदनको गरिमा बढाइरहेको छ जस्तो मलाई लागेको छैन। त्यो राष्ट्रघाती जुन अभिव्यक्ति हो त्यसलाई प्रधानमन्त्रीले आफ्नै मुखबाट आएर सच्याउनुपर्छ भन्ने हाम्रो माग यथावत रहिरहेको छ। अर्को विषय म के भन्न चाहन्छु भने यो हामी देशको कुरा गरिरहेका छौँ। हामी सबैलाई देश चाहिने रहेछ, देश हामी सबैको प्यार हो, देश बिना बाँच्न सकिँदैन रहेछ। तर यस्ता मानिसहरू पनि हाम्रो देशभित्र छन् जो चाहिँ भुटानी शरणार्थी भनेर दशकौँ पहिलादेखि बाँचिरहनु भएको छ। उहाँहरूको माग चाहिँ के रहेछ भन्दाखेरि कि हामीलाई स्वदेश फिर्ता पठाउने पहल गर्नु पर्यो, होइन भने हाम्रा परिवारका केही सदस्यहरू अरू राष्ट्रतिर पठाइदिएका छन्, परिवार मिलन गर्नका लागि उता हामीलाई पनि पठाइदिनु पर्यो भन्ने उहाँहरूको माग छ। त्यसो भएको कारणले गर्दाखेरि त्यसतर्फ सम्बन्धित मन्त्रालय नेपाल सरकारको ध्यान जाओस्। हामी आफ्नो सिमानाको बारेमा बहस गरिरहेका छौँ। हामी आफ्नो देश छ, हाम्रो जस्तै भए पनि, सानै भए पनि, ठुलै भए पनि हाम्रो देश छ। त्यसले गर्दाखेरि हामी सगौरव बाँचिरहेका छौँ। तर त्यस्ता मानिसहरू जो चाहिँ आफ्नो राष्ट्रदेखि, आफ्नो देशदेखि विभिन्न खण्डमा विभिन्न कारणवश आफ्नो देशलाई छोडेर शरणार्थीको रूपमा चाहिँ नि बाँच्न बाध्य छन्, ती मानिसहरूको लागि पनि हामीले सोच्नुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु। र अर्को कुरा चाहिँ अब हामीले यो रक्षा मन्त्रालय अन्तर्गतको पनि छलफल यहाँ गर्ने, प्रश्नोत्तर गर्ने भन्ने कुरा छ। रक्षा मन्त्रीज्यू आउनुभएको छ जस्तो मलाई लागेको छैन, उहाँलाई पनि बोलाइयोस् भन्ने माग म राख्न चाहन्छु। र त्यो भन्दा पनि अर्को ठुलो तपाईँको छैन के अरे आपत्तिको विषय चाहिँ के छ भने यो रक्षा मन्त्रालय अन्तर्गतको खर्च किताब, त्यो बजेट बुक हामीलाई अझैसम्म प्राप्त भएन। यो रक्षा मन्त्रालयको चाहिँ बजेटको किताब हुन्छ कि हुँदैन, कि नहुने नै चलन हो, कि हुने चलन हो भनेदेखि त्यो के अरे बजेट किताब हामीलाई किन दिएन, यसको पनि म उत्तर चाहन्छु। धन्यवाद।